र मेरो साथी हिँड्यौँ हामी ब्युटी कन्फरेन्समा। वेलिङबाट बस लियौँ, बस लिएर विलेज आर्सनलमा कोस्टा कफीमा गएर कोस्टा ग्राब गऱ्यौँ कफी। क्विकली ट्रेन स्टेसनबाट हामी नेसनल रेल लिएर क्यानन स्ट्रिट पुग्यौँ। क्यानन स्ट्रिटबाट चाहिँ हामी लाग्यौँ ब्युटी कन्फरेन्समा। ब्युटी कन्फरेन्सको बिचमा हामीलाई भोक लाग्यो। लन्च ब्रेकमा हामी क्विकली गेल्स छिर्यौँ। गेल्समा लड अफ भेराइटीहरू थियो, सो वी जस्ट क्विकली पिकअप स्यान्डविच, वी हेभ आवर स्यान्डविच। त्यस पछाडि चाहिँ हामी कन्फरेन्सको एन्डमा आइसकेको थियौँ। आएर हामी फर्क्यौँ ब्याक टु विलेज आर्सनल। अनि त्यहाँनिर चाहिँ लिटल काठमाडौँ भनेर नेपाली रेस्टुरेन्ट खोलेको रहेछ। लेट्स ट्राई समथिङ डिफ्रेन्ट भनेर हामी गयौँ। लिटल काठमाडौँ अनेस्टली इट्स लाइक अ लिटल काठमाडौँ। फुड एक्सिलेन्ट, कस्टमर सर्भिस ब्रिलियन्ट, हाइली रेकमेन्डेड है। त्यस पछाडि हामी डिजर्ट खोज्ने क्रममा कहाँ पुग्यौँ, बेक्सली हिथमा चाहिँ क्रिम्स भन्ने रहेछ। त्यहाँ गएर चाहिँ हामीले चाहिँ डिजर्ट खाएर चाहिँ आजको स्याटरडेलाई चाहिँ हामीले फ्रुटफुल्ली एन्ड गऱ्यौँ।